मैले चाहिँ अनि हिजो मम्मीसँग कुरा गरेँ अनि किन कुरा गरेँ भन्नुहुन्छ भने चाहिँ अब अन्तिमसम्म भिडियो हेर्नु होला साथीहरू। हेलो एभ्रिवान, नमस्ते अनि फेरि पनि स्वागत छ मेरो आजको न्यू मिनी ब्लगमा। आई होप हजुरहरू पनि सन्चै आरामै हुनुहुन्छ होला, म पनि सन्चै आरामै छु। अनि यहाँ चाहिँ यतिको गर्मी छ साथीहरू, हेर्न सक्नुहुन्छ म चाहिँ कति हम्काइरहेको छु। दिउँसो चाहिँ आजभोलि 1-2 दिन भयो उम्सो ज्यादा भइरहेछ साथीहरू, किन खै यति गर्मी भइरहेछ। अनि गर्मी चाहिँ लास्टै छ साथीहरू, यहाँ चाहिँ दम जस्तो भइरहेछ। अनि त्यति गर्दाखेरि म चाहिँ लागेँ बुरुस गर्न। अनि मैले चाहिँ आज चाहिँ किन मम्मीसँग हिजो चाहिँ किन मम्मीसँग कुरा गरेँ भन्नुहुन्छ भने चाहिँ हिजो थियो साउने सङ्क्रान्ति। अब मम्मीलाई पनि नरमाइलो नलागोस्, किनभने अब छोरी नहुनुको पीडा चाहिँ एउटा आमालाई मात्रै थाहा हुन्छ साथीहरू। किनकि मेरो मम्मीको त छोरी छँदैछ, मैले त 24 घन्टा मेरो मम्मीलाई फोनहरू गर्छु। 24 घन्टा नगरे पनि मैले एक दिन बिराएर चाहिँ मम्मीहरूसँग कुराकानी भइरहेको हुन्छ, मम्मीले नि आफै गरिरहनु भएको हुन्छ। किनकि मम्मीलाई थाहा छ नि त अब छोरी छ भन्ने। अब तर मेरो सासूलाई चाहिँ थाहा छैन छोरी नहुँदा कस्तो हुन्छ, भएपछि कस्तो हुन्छ उहाँलाई थाहा छैन नि त। अब नहुँदाको पीडा बेग्लै नै हुन्छ साथीहरू। त्यति मेरो ससुरा बुवालाई छैन साथीहरू, तर सासू आमालाई चाहिँ लाग्छ। अनि त्यति भन्दै चाहिँ अनि म चाहिँ लागेँ। अनि एउटा चाहिँ भैया आएको थियो साथीहरू। अनि के गरेँ त्यहाँ चाहिँ मेरो नानीले के किन्छु भनेर थियो, त्यही किन्न आएको थियो। मेरो नानीको आज नखरा ज्यादा भइरहेको थियो कि, अनि चाहिँ त्यही भएर चाहिँ मैले फोन गरेको थिएँ मम्मीसँग चाहिँ। अनि त्यही भएर हिजो मम्मीलाई अलिकति खुसी बनाइदिउँ भनेर हाँसो मजा गरौँ भनेर गरेको थिएँ। त्यही भएर मम्मीले नास्ता खाने बेला चाहिँ अनि मलाई देखाउनु भएको थियो म खाँदैछु भनेर। अनि मम्मी चाहिँ जहिले ह्याप्पी हो कि साथीहरू। अनि म चाहिँ बुढालाई देखाउँदैछु, बुढाले चाहिँ डिङ्ग्रा मुखमा हालेर बस्नु भएको छ। अनि यो बाबुले चाहिँ यस्तो राम्रो मेहन्दी लगाएको थियो कि, अनि उसले चाहिँ फेस नदेखाउनु क्या आन्टी भन्छ। अनि फेस नदेखाएर मैले चाहिँ भिडियो बनाएको थिएँ। छोरा मान्छे हो तर पनि कस्तो मेहन्दी लगाएको छ, मेरो नानीले पनि लगाएको छ। अनि यहाँ चाहिँ स्याउ चाहिँ कस्तो राम्ररी के लट रम्म साथीहरू फलिरहेको छ नि, स्याउ चाहिँ बबाल फलेछ। आज चाहिँ लास्टै गर्मी भएको छ, हिजो र आज चाहिँ दम जस्तो भइरहेको छ साथीहरू। मेरो भिडियो कहाँ कहाँदेखि हेर्नुहुन्छ फलो गर्नु भएको छैन भने फलो गर्नु होला। भिडियोलाई अन्तिम